म एउटा गाउँले किसानी हुँ। म गाउँमै जन्मेँ, गाउँमै हुर्केँ। उम्, गाउँकै वातावरणहरू मलाई मनपर्छ। हेर्नुहोस्, मलाई ठुला कुरा गर्न मन लाग्दैन। गाउँमै रमाउन मन लाग्छ। यस्तै हरियाली जङ्गल, हरियाली वातावरणका घाँस दाउरा उकाली ओह्राली गरेर बनाएका भिडियोहरू बनाएर हाल्न मन लाग्छ। हेर्नुहोस्, गाउँमा बसिसकेपछि खेतीपाती गर्नु पर्यो, वस्तुभाउ पाल्नु पर्यो। अनि भैँसी छ मेरो घरमा, भैँसी दुहुनो छ। भैँसीको लागि घाँस काट्न म जङ्गल आएर घाँस काट्दैछु। भैँसीले घाँस नखाइकनै दुध दिन्न। हेर्नुहोस्, घाँस काटेर घाँस दिएपछि बल्ल मात्रै दुध दिन्छ। दुःख गर्नुपर्छ। दुःख गरेपछि कर्मको मेहनतको फल अवश्य पाइन्छ साथी। बसेर मात्रै हुँदैन। मान्छेको जिन्दगी, मान्छेको चोला भइसकेपछि केही न केही काम गर्नुपर्छ। चाहे बजारमा होस्, चाहे गाउँमा होस्। अब हामी त यी गाउँमा यस्तै गरी हरियाली वन जङ्गलमा घाँस दाउरा उकाली उरालीमा रमाएका छौँ। म यस्तै प्रकृतिमा रमाउन मन लाग्छ। हरियालीमा आनन्द आउँछ। हेर्नुहोस्, कस्तो छ गाउँको। हेर्नु, यो हरियाली वन जङ्गल सुन्दर्यता हेर्नुहोस्, असाध्यै राम्रो छ, असाध्यै लोभलाग्दो छ।